हेलो साथीहरू, आज चाहिँ हामीले पुरी सेलरोटी बनाएर खाएको। मैले चाहिँ यस्तो सेलरोटी देखाउँदैछौँ हामी आमा छोराले। अनि आज चाहिँ हाम्रो पानी कस्तो पानी परेको थियो, मलाई लास्टै सेलरोटी खानु मन लागेर त्यही भएर हामीले सेलरोटी बनाएको। सेलरोटी पुरी यसरी मलाई चाहिँ यसरी सेलरोटी बनाउँदैछु होइन, यसरी तानेको। अनि त्यसपछि चाहिँ खासै राम्रो चाहिँ भएको छैन, मैले चाहिँ सिक्दैछु भनौँ न। त्यति राम्रोसँग पनि मलाई आउँदैन सेलरोटी हाल्न, सिक्दैछु। अनि मलाई यस्तो सेलरोटी खान मन लागिरहेको थियो, त्यही भएर मैले बनाएको। कस्तो भएको छ साथीहरू, प्लिज कमेन्ट गर्नु होला। मैले चाहिँ यस्तो रोटीहरू हाल्दै तान्दै गरिरहेको छु। अनि आज कस्तो पानी परिरहन्छ नि त, यतातिर पानी परिरहन्छ, कस्तो चिसो भइरहेको थियो। अनि मलाई लास्टै सेलरोटी खानु मन लाग्थ्यो, मैले आज सेलरोटी बनाएर खाएको। सेलरोटी अनि तरकारीमा चाहिँ पनिर छ अनि पुरी हालेर खाएको आज हामीहरूले। कस्तो भएको छ साथीहरू मेरो सेलरोटी, हेरिदिनु होला। थ्याङ्क यू सबैलाई।